Hello everyone, welcome back to my channel. So guys, आज चाहिँ म फेरि नै ब्लग लिएर आउँदै छु। म चाहिँ आज हाइक जान लागेको अनि जामाचो भन्ने ठाउँमा मेरो फर्स्ट टाइम हो त्यहाँ जान लागेको अनि आफ्टर लङ टाइम के म चाहिँ बल्ल हाइक जान पाइरहेको छु। अनि त्यही हो, अब त्यो ठाउँ कस्तो छ म त्यो सबै हजुरहरुलाई देखाउँछु। अहिले चाहिँ हामी अलि ढिलै भएको छ, ढिलै नै पुग्ने भयो, हाम्रो हाइक चाहिँ ढिलै नै हुने भयो। त्यही नै हो। अब त्यही भन्दै म त्यही हो, मेरो भिडियो इन्डसम्म हेरिदिनु होला। बाइ बाइ, सी यू राति। यहाँ चाहिँ हामी गेटमा छौँ। सो गाइस, हाम्रो चाहिँ यहाँ हाइकिङ सुरु भयो है। मैले यस्तो जुत्ता लगाएर आएको छु एडिडासको। के यो यिनीहरू यो जनावरहरू भेट्छ हामीले? अरू त सिप ठिकै हो। कुन चाहिँ बाँदर? सेम रूपक जस्तै हैन? बरु यो भेट्यो भने चाहिँ खतरा हुन्छ है। कसले अहिले लड्यो भने ल ल ल ल भाँचिन्छ। होइन, पहिलाको जन्ममा बाँदर थियो अरे क्या अङ्कल। अहिले यस्तो ठाडो बाटो ल्याएर बाँदर है बाँदर। माइजहरू चाहिँ त्यहाँ आउँदै हुनुहुन्छ। एकदम उकालो छ। 3 किलोमिटरमा छ। जुवामा जित्छ भन्ने चाहिँ हामीले सानोमा सुनेको थियौँ। गफारी अङ्कल नछुनु न अङ्कल, त्यसो छुनु न। यहाँ चाहिँ मरिसक्यो अनि 1 महिना त भयो होला हौ। यहाँ अङ्कलले उ गरेर बस्छ। ला के गर्ने? गाइस, हामी चाहिँ अहिले यस्तो उकालो चढेर यस्तो जङ्गलको बाटोमा आइपुगेछ। हेर्नुहुन्छ पछाडि मेरो भाइ छ। त्यही हो, अलिकति त्यो माथि उकालोमा चाहिँ गाह्रो छ, त्यो ठाडो उकालोमा। मेरो मम्मी त एक्लै तल आइरहनु भएको छ। मम्मीलाई नि एकदम मन लाग्छ कि हिँड्नलाई। अनि हामी त अगाडि बढिहाल्यो अनि मम्मी बिचारा एक्लै छ, बिस्तारै आइरहेछ। फोनको टावर पनि टिपाएन, कन्ट्याक्ट गरौँ भने। अब डाइरेक्ट माथि चढमा गएर भेट्छौँ मम्मीलाई चाहिँ। उयो टुप्पोमा पुग्ने हो। यहाँ छ भाइ, यहाँ बसिरहेको छ। तर यहाँ चाहिँ फोहोर नगर्दा भए हुन्थ्यो, यस्तो राम्रो ठाउँमा फोहोर गरिदिएर यस्तो हेर प्लास्टिक। भेटायो जङ्गलमा हराएको थियो। अनि यहाँ अङ्कल, यहाँ माइजो हुनुहुन्छ, अनि कुपिन्दा छ, यहाँ कृष्णा दिदी, अनि यहाँ रूपक, अनि हाम्रो जङ्क फुड। हामी हाइकिङ गरेको यो जङ्क फुड खानालाई हो। वनमै जन्मे आएको थियो। पहिलाको जन्ममा चिङपाङ्गै थियो होला क्या। यहाँ डुप्लिकेट बुद्ध।
भिडियो बनाइ छ भिडियो बनाइ छ हाइटमा आएर नि है पानीपुरी रहेछ मजाले हावा आउनु नि मान्छे उड्ने गरेर घुम्ने ठाउँ रहेछ त्यसै हाल्दै आउँछ खतरा छ है यहाँ हाम्रो खानकी ओ हावा चल्यो यहाँ हाम्रो ग्रुप मम्मीको फोटोसुट हुँदैछ ओह्रालोतिर फर्किन लाग्यो घरतिर फर्किन लागेको हामीहरू गाइड ल हजुरहरू यहाँ आउँदै गर्नु रमाइलो छ ठाउँ है ठाडो उकालो छ यहाँ रुख बोलेको सुन्छ भनेर ऊ यहाँ कुपिन्डा के गरेछ हुन्छ आनन्द त ल हामी चाहिँ फर्क्यौँ उयो चाहिँ हो मरेको देखा हामी चाहिँ घरतर्फ लाग्यौँ अब मलाई खाइसके